अगाडि त ज्याकपट लियोनल मेसी चाहिँ आइसक्यो साथी साथीको चुरीफुरी हेरौँ अब यसपालि पोर्चुगलले वर्ल्ड कप जित्यो नि साथीले सब कपाल फाल्छ तालु बनाइदिन्छु ल। हेलो साथीहरू, म चाहिँ उठिसकेँ। आज चाहिँ मेरो डे 2, म पोखरामै छु र हेर न कस्तो छ त लुक्स मेरो। ल म अब रेडी भइसकेँ। हामी चाहिँ अब फेवाताल तालबाराई यताउति जताततै घुम्छौँ अरे होइन घुम्ने नै हो र अब निक्लिने। अब एकछिन साथी बाहिर गएको छ एकछिन। ल आउटफिट चाहिँ मेरो यस्तो छ यता छ र आउटफिट देखाए पछाडि म कौसीमा गएँ र हेर न कति मिठो भ्यू छ त। साथी पनि त्यहाँ बसेर हेर्दैछ र यत्तिकैमा यो आँखा चाहिँ तिमीलाई र आँखा झिम्काएर म हिँडेँ तालबाराईतर्फ। सबैजना चढिसक्नुभयो। डुङ्गा हेर्नुहोस् न कति मिठो भ्यू छ र रमाउँदै हामी र डुङ्गा चढेर हामी यात्रा गर्दै थियौँ। हेर्नुहोस् त कति मिठो भ्यू छ त, कति मजाको। हेर्नुहोस् न हेभन, हेभन भन्दा केही कम छ त यो। इट्स ब्युटिफुल। तिमी जतिको त होइन तर ब्युटिफुल। हेर त ल बादलमाथि, त्यो चाहिँ हाम्रो सारङकोट हो है। आइपुग्यो यो तालबाराई पनि अब कतै निस्किनुपर्छ। र तालबाराईमा हामीले यसरी धुप बत्ती बालेर मजाले पूजा गरेर एकदम मिठो 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 आशीर्वाद लिएर आमालाई हेर्नुहोस् न, आमामा साथी पनि फेरि दिन्छ, नाटक गर्छ, हाँसेर र पूजाआजा गरिसके पछाडि चाहिँ हामी लाग्यौँ नरिवेल फुटाउनलाई। आमामा हेर न फेरि यत्रो समातेर कस्तरी हान्छ त, आमामामा थचक्कै बनाइदियो नरिवेललाई त यार। त्यसपछि हामी फेरि डुङ्गा चढेर यसरी आँखा झिमिक्क झिम्काएर लुलुलुलु गरेर हामी चाहिँ आफ्नै लेक साइडतर्फ फर्कियौँ। अब लप त मेरो यहीसँग पर्छ। सरी नागाड। त्यसपछि लगभग 11 बजिसकेको थियो र हामी चाहिँ खाना खान थाल्यौँ। कति मिठो छ खाना, मजै आयो। ठाउँको नाम चाहिँ बिर्सेँ मैले, तर खाना चाहिँ एकदमै मिठो थियो। वाह क्या एक्टिङ कर रहा है। र मन्दिर चढ्ने बित्तिकै शिवजीलाई के छ भनेर म सर्लक्कै सुतेँ र मजाले आशीर्वाद मागेँ, मजाले ढोकेँ र यसो शिवजीलाई ढोकेको जस्तो गरेर यसो टिकटक पनि बनाएको जस्तो हुन्छ भनेर टक्क हिँड्न थालेँ म। अनि यहाँ नजिकै आए पछाडि साथी झन्नै लडेको थियो र हामी चिटुक्क हाँसेर र यो केटीको जस्तो भयो भन्न थाल्यो साथीले। त्यही कारण म केटा देखाइहालेँ। भयो लड्ला। मैले आफ्नै चप्पल लगाएको है के साथ जुत्ता उठाइदिउँ कि एउटा राम्रो खालको छानेर है, त्यो ठुलो हुन्छ। पर्खर भेट्छु म। गाह्रो भयो एकछिन यहाँ बसेका छौँ हामी भर्खर मन्दिरबाट अलिकति तल आयो। आमा कस्तो लाग्यो मन्दिर? राम्रो छ है। यो अलि हो सानो औलो हजुर हैन, उताको चाहिँ अब हो कि होइन? उताको यो अलि मोटो होचो मोटो ऊ सानो पातलो जस्तो। त्यो धेरै ठुलो अग्लो औलो छ त्यो चाहिँ। धेरै छ, धेरै औलो। यो नि राम्रो त राम्रो छ नि होइन? धेरै भइसक्यो गएको। र यत्रो घुमे पछाडि नै मेरो साथीले एउटा फोटो नखिच्दिए पछाडि म त सेल्फी लिन खोज्दै थिएँ, तर खै के भएको हो यो हेर न। छ्या हामी चाहिँ अब सपनाको सहरमा जाँदैछौँ तर हामी चाहिँ बिपनामै छौँ अहिले चाहिँ। ल औँला देखाएको ड्रिम सिटी। तिमी र म साथी तिमीले पार्यो। हिजो बेलुका त पारेको थिएँ मैले, तिमी सुट निदाइसकेको थियौ त। कति भगवान्ले ढाउँदैन पऱ्यो। ढोकै नै कछ फेरि। यसो हेरे जस्तो गर न। अनि त बा माया गर्ने एउटै खाँचो छ, खाँचो छ नभई नहुने तिमी माया बैगुनी हो, नभई नहुने तिमी माया बैगुनी।
ल गुम्बा नजिक आइपुगेँ म यस्तो पछाडि हिँड्दैछन् आमाहरू साथी पनि पछाडि नै छ बिस्तारै आउँदैछन् गाह्रो भयो जस्तो तिनीहरूलाई म त पनि तगडा छु जहाँ पनि स्टार्ट हो तर गर्मी चाहिँ औधी नै छ अलि गर्मीले गर्दा चाहिँ गाह्रै नै भयो है भ्लग पनि के बनाउने के हो जस्तो भइरहेछ कन्टेन्ट बनाउन आएन मलाई जस ह्युमरस कुराहरू चाहिँ केही पनि देखाउनु पाउँदिन जस्तो मैले होइन अलिकति भ्लगमा मजा चाहिँ नआउला तिमीहरूलाई मेरो पुरानो भ्लगहरू जस्तो तर भ्युज यताउति हेर्दाखेरि चाहिँ ठिकै छ मजै छ भ्यूहरू एकदम इमोसनल नै भयो म त भनौँ न सुने होला जस्तो भ्यूहरू छ यार ब्युटिफुल म्यान ब्युटिफुल ल कहाँ जाने साथी हामी अब हामी चाहिँ डोरेमोनकोतिर लागौँ कार्टुन नेटवर्कतिर कार्टुन नेटवर्क चाहिँ छैन पोखरामा अब त्यही भएर डिज्नील्यान्ड जाउँ डिज्नील्यान्ड जाने हो ल मेन चाहिँ रोटी किङ खेल्नु पऱ्यो सबभन्दा लास्टमा चाहिँ त्यो खेल्नु है त सबभन्दा लास्टमा होइन फर्स्टमै खेल्ने खालि यहाँ पहिलो रिमोट लाग्छ पहिले प्योर हलो लियोनल मेसी इज रनिङ 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 कहाँ पुग्यो है केटो कहाँ पुग्यो इन्टरभ्यू लिन्छ है त कस्तो लागिरहेको छ तिमीलाई पोखरा आएको घुम्नलाई फर्स्ट टाइम आएको खतरा लागिरहेको छ फर्स्ट टाइम हो तिम्रो फर्स्ट टाइम मेरो म आइसकेँ अरूचोटि पनि तर त्यसरी धेरै दिन बस्नु गएको छैन दुईचोटि आयो कलेजबाट लिएर आएको थियो दुईचोटि आयो अनि हेर के चाहिँ रमाइलो लागेको थियो सबभन्दा राम्रो लाग्यो के कुरा चाहिँ कहिले पनि बिर्सिन जस्तो लाग्छ मैले खानेकुराहरू केही याद छैन र धेरै बेर हिँडे पछाडि चाहिँ हामी आइपुग्यौँ डिज्नी पार्क लेट्स गो देयर है त अब मजै आउँछ जस्तो छ अब के भन्छन् मेरो बहिनीहरूले साथीहरूले हेरौँ है त मजा आउँछ जस्तो है बहिनी सब परेर छ नि हजुरको नि हजुरको हाम्रो पनि यस्तै पालो आउँछ अब ल अन्त भिडियो बना पछाडिबाट हिँडेको आगमन भइसकेको छ गाइस वाउ दादा हेर्दा कस्तो राम्रो फोटो आउँदो रहेछ एकचोटि मेरो खिचिदिनु दामी मिलाएर हान त साथी एङ्कल सेङ्कल केही हुँदैन एक्सपेक्टेसन लिएर जाँदा भएन हो के भन्नु तर हानिन्छ साथी हान्न त जे नि गरिदिने हो भने गुडाइदिने उडाइदिने लडिदिने हो तर बिल्ला चाहिँ बिल्लै हुन्छ है साथी ल म रेडी भइसकेँ बहिनी रेडी भइसकेँ अब मैले त दुईचोटि चाहिँ खेलेँ त्यस्तो छ हेर्दा त सजिलै छ अब गर्न चाहिँ गाँड फाटिन्छ जस्तो छ अब हाम्रो प्रितम सरले स्कुटिङ भइरहेको छ मजा आइरहेको छ भाइ लड्यो दामी हामी चाहिँ सबैलाई अलिअलि चाहिँ आइसक्यो साथी अलिअलि सिक त ट्राई गर डिफ्रेन्ट मुन्डा खानु जान कस्तो बल्छ साथी लड्यो मुन्डा हान्ने मजा आयो गजबै मजा आयो मेरो जुत्ता खाइहाल्छ मेरो चप्पलै उडाइदिइसक्यो मजै आयो आयो पसिना पनि गजब आयो मजा आइरहेछ अरूले हेर्नु पनि अब हाम्रो पाला आउँदैछ डर लाग्दै खेलाउँ न खेलेपछि किन चेपाती खेल्नु होइन रेन्जरै हानिदिउँ न रेन्जर उल्टो परिदिउँ न उल्टो परिदिउँ मैले रोटी पिङ खेलेँ होइन रोटी पिङ हानिदिउँ होइन साथी रोटी पिङ हान्दिउँ ल तिनवटा रोटी पिङ ल जाँदैछौँ है हामी जाँदैछ हजुर 15 मा बस्छ हामी हैन हामी 15 मा बस्छ
फोन लग्दा के हुँदैन ल ओइ यो त साथी यो त लास्टै हल्लिँदो रहेछ यार ओइ गाइस साथी 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 गाइस बहिनी बहिनी उमै खिच्छ नि यसो ओइ ओइ साथी 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 कसको साथी ओइ 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 साथी रोक न साथी रोक न साथी रोक न अब ओइ मामा 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 आयो आयो तर मजा आउने है भएन के दाइ आयो अब यो ओह्रालो झर्दा चाहिँ किन यस्तो हुँदो रहेछ रोक न साथी साथी रोक न रोक न रोक न गाइस दादा चाहिँ एक्लै भइसिन्छ है त्यहाँ साथी 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 उतै उमा चाहिँ खिच्छ नि भिडियो साथी रोशन के गर्दिन्छ भने रोशन भनिदिन्छ सक्दो रहेछ त तर मजा आयो मैले नाटक गरेँ हो सबै मजा आयो एकछिन भेनी गरियो होइन मैले त्यो जान गराएको मलाई डर त लाग्यो त्यस्तो डर लाग्यो यस्तो हो मुटु यस्तो त हुन्छ त्यो त अटोमेटिक डल्लै नै हुने हो त्यो आवाज सुनिरहेको यो खेलौँ क्या यो खेल भने खेलौँ के साथी गाँड फाटिन्छ हो साथी होइन यो होइन के दादा हो अर्को खेलौँ ल यो खेल्ने बन्जी हान्नलाई हिम्मत जुटाउँ न ल ल यहाँ पनि त दुईजना हो नि म बन्जी हान्छु त भने कस्तो साथी पनि म बन्जी हान्नु सक्छु होला त भने सक्छौँ होला तिनजना खेल्ने हानुमै ल यहाँ रोशनले अब ठुलो कुरो गरिसक्यो मलाई यहाँ हम्बर हानेर हराउँछु भनेर हेरौँ हम्बरमा मलाई हराउँछ अरे अब हेरौँ चुरीफुरी साथीको चुरीफुरी हेरौँ अब म त्यसको चुरी गर्छु साथी जित्छ तर म हार्नको लागि रेडी नभएको मान्छे हो गाइस क्रिस्टियानो रोनाल्डो भर्सेस अर्जेन्टिना मेस्सी हार्न रेडी हो होइन एकैचोटि सबै हालिदिने चिन्ता भइहाल्छ नि भएन भने म दुईवटा मात्रै आयो त रोशन कम अन कम अन लेट्स गो ओइ 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 कस्तो हान्यो यार म्याक्स हो यो बिग्रिया रहेछ कम अन कम अन कम अन यस वी क्यान डु इट अनि हान्छ थुक्क अन्तर्राष्ट्रिय विजेता चाहिँ भयो नि मेस्सी यसपालि पोर्चुगलले वर्ल्ड कप जित्यो नि साथीले सब कपाल फाल्छ तालु बनाइदिन्छु ल बस म त्यस्तो कपाल राखिदिन्छु ल यहाँ रोनाल्डोको होइन कपालमा तिमीले त्यो हान्थ्यो है त रोनाल्डोले वर्ल्ड कप जित्यो भने ल म रोनाल्डो लेखिदिन्छु ल कपालबाट रोनाल्डो होइन कसम रोनाल्डोको फेस बनाइदिन्छु साथीको कपालमा चाहिँ 1 महिना त्यसरी हिँड्छु ल साथी ल पोर्चुगलले वर्ल्ड कप जित्यो अनि अर्को चाहिँ साथीले त नाङ्गे नापिदिन्छ ल रोडमा ल नाङ्गे भन्नाले कटु मात्रै लाएर नापिदिन्छु ल वर्ल्ड कप त्यो पनि मङ्गल बजारमा है त ल मङ्गल बजारमा ल मङ्गल बजारको बिचमै नापिदिन्छु यो चाहिँ भयो है त तर त्यहाँ अलिकति अलिक गाह्रै हुन्छ त्यहाँ चाहिँ त्यहाँ दिँदैन पनि लगाउनेलाई नापिदिन्छु ल ल बस पार्कमा साथीले नापिदिन्छु हे भगवान् प्लिज भगवान् त्यति वर्ल्ड कप जित्यो भने रोनाल्डोको लागि नभए पनि साथीलाई नाङ्गे नचाउनुको लागि चाहिँ रोनाल्डो जित्यो तर फेरि भोलि नै पोर्चुगलले हार्यो भने नि त साथी फेरि
तिमी के गर्छौ हार्दैन त्यसमा? क्या ल भोलि यस्तो भोलि त हार्दैन रोनाल्डो भाइले हार्दैन क्या त्यति त मलाई भरोसा छ क्या रोनाल्डो भाइ भरोसा छ तर हारिहालेमा चाहिँ के गर्छौ तपाईँ? ल रोनाल्डोले भोलि हारिहाल्यो भने साथी के गरेर हालिहाल्यो नि के गर्छु त म ल तिमी के गर्ने भन नि त म त्यही गरिदिउँ ल तिमीले कपाल खौरिउ न त मलाई त्यति पुग्यो ल होइन तिम्रो फेरि राम्रो कपाल छ कपाल गाह्रो हुन्छ कपाल त अलिक कपालमा चाहिँ नजाउँ अरू कुरामा ए, चाहिँ जाउँ। तिम्रो ऊ निक्ल्यो नि होइन कपालमा चाहिँ नजाउँ तिम्रो ऊ निक्लिसक्यो क्या के निस्क्यो के अरे डर निक्लिसक्यो क्या अब डर त कपालमा चाहिँ नजाउँ कपालै छ जिन्दगीमा एउटा सम्पत्तिको नाम होइन अरू भन के ल कपाल बाइक जे भन्नुहुन्छ भन ल अरू त मलाई के भोलि आउँदैन हाल्दैन कि तर भोलि हो र रोनाल्डो पोर्चुगल म्याच भोलि राति भन्नाले पर्सि बिहान हो क्या सर 12:45 भनौँ न हामी कहाँ हिँड्छौँ हामी त के हो यो त फेउतालै त र तर भोलि चाहिँ गेम चाहिँ स्पेनको र रोनाल्डोको लाइक पोर्चुगलको चाहिँ 0-0 हुन्छ पेनाल्टी सुट आउटमा चाहिँ पोर्चुगलले जित्छ त्यस्तो लागिरहेछ त्यही हो फिक्स हो क्या त्यही तर मलाई स्पेनलाई साथी यस्तो हो क्या हिस्ट्री रिपिट भएको तिमीलाई थाहा छैन यसपालि आरसिबीले 2चोटि आइपिएल जित्यो होइन पिएससीले 2चोटि युसिएल जित्यो अब अर्जेन्टिनाले 2 वर्ल्ड कप होइन अर्जेन्टिनाले चाहिँ जित्दैन पोर्चुगलले चाहिँ 2चोटि स्पेनलाई चाहिँ जित्छ क्या त्यति चाहिँ ग्यारेन्टी त्यस्तो हो चारकोस पर आइसक्यौँ हामी त्यही पनि खानेकुरा चाहिँ पाइँदैन यो दाइलाई त देखेँ कि रोटी पिङको याद आउँछ अब तपाईँ के भन्छ त्यो जुस खान जाने अब जुस छ त्यहाँ पेलिया जुस छ अनि त्यस्तो पेले जुस नखाउँ के आजलाई खाना यस्तै हुन्छ जस्तो यतिले फिटनेस 7 के आएर है त्यही। रोनाल्डोको नम्बर होइन त रोनाल्डो तिमीले त्यही जानेरै बुक गरेर लक्की नम्बर भोलि नि गेम जित्यो त मजा आउँछ लास्ट मजा आउँछ रोनाल्डोले अझै एक गोल हान्दियो त त्यसपछि झन् मजा आउँछ झन् अर्जेन्टिनाले जित्यो भने त बडो मजा आउँछ क्या अर्जेन्टिना जित्नु त त्यो कोलम्बियालाई त जित्दैन फिक्स नै छ फिक्स पोर्चुगलको चाहिँ जित्दै नि हुन्थ्यो जस्तो क्या खाली ल खाना कहीँ खानु पाइएन सबै बन्द गरिदिइहाल्यो हामी धेरै धेरै टुलेछौँ त्यही भएर अब रुममा आएर अलि चिप्स ल्याएको छ अलिअलि त्यही खाने अनि सुत्दिने अरू केही काम लागेन ल हाम्रो डे 2 पनि यसरी नै सकियो अब डे 3 देखाउँछ हामी है त ल बहिनी बाई गरिदेऊ बाई साथी बाई हानिदेऊ ल यस्तो हो यस्तो